कसले भन्छु पैसा राख्नेमा ठाउँ छ त बत्ती र धुप त्यो सिङ्के दिँदैन मैले हुन्छ हुन्छ सिङ्के धुप त सकेछ नबाल्ने भन्छ क्या यो चाहिँ नि भयो भइसक्यो होइन टीको लगाइदिनु माग्नु दिने अर्को फुल गएन भयो यो ल बत्ती बाल्दिनु बाबु खाऊ खानालाई जन्म्या खाऊ मान्छे बत्ती मान्छे बन्यो भने आजबाट मान्छे भगवान्बाट मान्छे भन्ने त टिका लगाइदिनु पर्ने हुन्छ फेरि टिका लगाइदिनु पहिला आमाले खाँदैन छ नि भगवान्बाट मान्छे मिठो छ जरा नि खायो उसले आगर छ अझ यसलाई त मिठो खा अलिअलि त्यो दालको झोल अलि त्यो भात सितो हुन्छ दालको झोल नुन पाहाल स्वाद पाहाल अनि रुन्छ उता मिठाउँछ पो त नुहाउने भने त त्यसै हुन्छ आउने होला ल हजुर भात हालिहाल्नु त कति बजी बुढा ठ्याक्कै भन्नु त 46 भयो जिब्रो झिक्या त उसले यत्रो मुख बाल्नु लाग्छ यसलाई त अलि दाल लगाएर सिटी लगाएर खाने छु भरे खान्ने खुवाउनु पर्छ नबिर्से ए त्यो ल खाऊ ल ल अर्कै खान्दैन ल दालको हाल्छ उता राख्नुपर्छ ल खाने छु आन्टीको लागि त सान लिएर भगवानहरूलाई गर्नु गरे तिमीलाई होइन ल ल खाइदे भइहाल्यो कति मजाले उसले बडो चाक लाएर खाँदा खान्छ यसले सजिलो यस्तै झ्यापझ्यापी खान्छ दाल र भात अब यसले लिटो खान थालेपछि झन् काला लाग्छ अब कता बाहिर लानुला हेर न यता के ल्याइदियो कसलाई त्यसलाई यो के हो नि माला माला लाउनुहोस् कसको भाइको भाइको माला हो भाइको माला कि छोरीको माला त्यो भाइको माला उसले अघि कहाँ छोरी त बिहान पऱ्यो नि पहिला होइन कसरी लगाइदियो यो के चाहिँ घाटाको हुन्छ के लगाइदियो लगाइदियो मिलाएर लगाइदिनुहोस् न खोइ पैसा ल्याउँदा छोरीलाई पैसा छैन मसँग ल टिप्नु मिलाएर दियो पैसा दिन्छ छोरीलाई के पैसा दिन्छ दिनमा अलिकति दिनु पर्यो होइन छोरोलाई भने छोरीलाई नि 5 दिन्न छोरीले टिका लगाइदिनु छोरीलाई लगाइदिइसक्यो टिका त होइन अब माला रुमाल चाहियो के
मलाई हुँदैन आज त उस हामी पढ्नु पनि अनि त्यसपछि नगरेर घरमा पनि खाने अब ल हिरो ए बाबु उसले फेरि माला लगाइदियो कि माला हेर्न थाल्यो उसले चलाउ माला चलाउन थाल्यो अघि त राजा ल चम्चा मुखमा लाँदै गरे त्यो झट्टै लाइसो काको 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 हामीले मान्छेहरू चाहिँ क्या फुपूलाई त नराम्रो हेरेर कति मजाले हेरे त कानी खान्छु दाल खान्छु दालको झोल खान्छु ल खाऊ हो धेरै खाँदा त ल खाऊ राजा रियाक्सन गर्ला नुन पाउले नुन छैन ल राजाले हेर आबी काट्नै खोजेछ ए त ल मेरो राजालाई ल भयो है यो कता राख्नु यहाँ आमेको भाइ राख्नु खाने मजाले अब अरूले भात खाँदैन पर्दैन टिका लाग्दै हुन्छ अब हुन्छ ऊ त टिका नि खाइरहेको क्या म धेरै कता मार्ने भिड ट्याप भन्दा नलाइदिनु पर्यो दिदीलाई ल डक्टर बन्ने है नानी यो चाहिँ भुइँचालोभन्दा अगाडिकै घर हो यो घर अनि माथिको सेतो घर र यो घर चाहिँ एकदम पुरानो घरहरू ऊ त्यहाँ त अमिलो रहेछ के अरे अमिलो रहेछ त्यहाँ त खै अमिलो त्यहाँ तल कहाँ चोर छ हौ ओ सान फुपूले सुनिरहनु भएको बजेले हजुरले के भनिसिया ल दाइ तपाईँको घर हेर्नु है कुमार पनि तपाईँहरू आएकै छैन गाउँ कस्तो मजाले ढलान गर्नु भएको रहेछ त सानफुपू यो भुइँमा के थुप्रै भयो हो र तर त्यति बेला त म त गाउँै डुलेन अहिले चाहिँ सबै भ्याउ अघि त फुपूसँग निमा भन्थ्यो कता हो फोन आमा त फुपू भनेर राम्रो